मन मन्दिर, मनको मन्दिर, सबैको मन्दिर, चित्तलाई शान्ति पाउने मन्दिर। हरिओम। सम्पूर्णमा सेवा नै धर्म हो भन्ने उक्तिलाई आत्मसात गरी निस्वार्थ सेवाको भावनाले स्थापना भएको मन मन्दिरमा सत्कर्ममा अधिक रही ईश्वरप्रति आस्था राख्नुहुने सम्पूर्ण जनसमुदायहरूमा सहर्ष जानकारी गराउनुको साथै हार्दिक स्वागत गर्दछौँ। मन मन्दिर आफ्ना सिप र प्रतिभालाई समर्पित गरी आफ्नो जीवनकालमा निरन्तर सेवा प्रदान गर्ने स्वर्गीय चन्द्रकलाको महान इच्छा अनुसार उनके सम्झनाका सेवाको भावनाले समर्पित परोपकार संस्था हो मन मन्दिर। वास्तवमै भन्नुपर्दा मन मन्दिर के हो त? मन मन्दिर सबैको मनमा अटाउने पवित्र थलो हो। एकअर्काको भावना पोख्ने, विचार आदान प्रदान गर्ने, सद्भाव राख्ने सबैको आफ्नो थलो हो। यो मन्दिर नितान्त निस्वार्थ भावनाले स्थापना भएकै कारण यहाँ ईश्वरको भक्ति, पूजा र दर्शनकै लागि मात्र नभई कोही कसैको समस्यालाई समाधान गर्ने, व्यवस्थित गर्ने उद्देश्यले पनि स्थापना भएको थलो हो। यो मन्दिर हो, सबैको मन्दिर हो। मन मन्दिर मनलाई स्वच्छित, शान्त राख्ने, ध्यान गर्ने सबैको मनको देवालय हो। मन मन्दिर सबैको मन्दिर हो, सबैको एक ध्यान गर्ने थलो हो, सबैले पूजा गर्ने थलो हो, ईश्वर प्राप्तिका लागि आउने एक बाटो हो। मन मन्दिर, मनको मन्दिर, सबैको मन्दिर।